ल साथीहरू, यो एक नम्बर शिलाजित है। यो एक नम्बर काँचो शिलाजित नै भनिन्छ यसलाई, किनकि पहाडदेखि यो जस्तो निकाल्यो है त्यस्तै नै छ। यो चाहिँ हाम्रो सर्वशक्तिमान जडीबुटी पसल है काउसतीमा छ है। अनि मसँग चाहिँ काँचो शिलाजित नै आउँछ, किनकि बजारमा अहिले तपाईँको अब यो जुन जुम्लेहरू झोला बोकेर गाउँ गाउँमा डुल्छन् होइन, उनीहरूले चाहिँ यो डुप्लिकेट शिलाजित है, जसलाई अब चिनी सहित गरेर अन्य वस्तुहरू मिसाएर अनि त्यसलाई पकाएर त्यो तन्किने फुट्ने बनाएर होइन, धागो निकालेर धागो जस्तो निस्किने भनेर विभिन्न प्रकारका भ्रमहरू फैलाएर बिक्री गरिराखेको हामी पाउँछौँ होइन। किनकि त्यस्तो प्रकारको व्यवसाय गर्ने अहिले धेरै छन् है। तर त्यो चाहिँ एकदम है गलत हो है। गरी खानु सबैले पाउनुपर्छ, तर आज छली र ठगी खाने अहिले समाजमा धेरै व्यक्तिहरू भएको कारणले गर्दाखेरि म तपाईँहरूलाई यो जुन ओरिजिनल है यो शिलाजित चाहिँ तपाईँहरूलाई देखाउन गइरहेको छु है। यो चाहिँ कहिल्यै पनि तन्किँदैन है, किनकि यो ढुङ्गा बालुवासँग खेलेको चिज हो। पहाडमा जस्तो छ त्यस्तै नै है निस्केको छ। यो चाहिँ तपाईँको गन्ध बढी आउँछ, एकदम दुर्गन्ध हुन्छ है। यो गाईको पिसाब जस्तो भनौँ अथवा कुनै है एकदम नराम्रो दुर्गन्ध हुन्छ। र तपाईँको अब यसलाई तपाईँले सफा गरेर बेचेको भन्ने पनि कुरो पाइन्छ होइन। र सफा गऱ्यो भने अब यो कस्तो हुन्छ भन्नुहुन्छ भने लिक्विड बन्छ है, झोल है, यो झोल बन्छ। किनकि यसलाई कहिल्यै पनि है यसलाई सफा गरे भन्दैमा यो ढिका बन्दैन र यसको स्वाद पनि चेन्ज हुँदैन है। यो खिराउनी टाइपको हुन्छ स्वाद है। यो कुनै त्यो चिनी जलेको जस्तो स्वाद हुँदैन है। यो खिराउनी स्वाद हुन्छ, गन्ध एकदम दुर्गन्धित हुन्छ है ओरिजिनल शिलाजित भनेको। र तपाईँको यसलाई सारो नै बनाएर अनि त्यो तन्किनी बनाउन कहिल्यै पनि मिल्दैन। यो चाहिँ तपाईँको झोल हुन्छ है, झोल हुन्छ, बाक्लो झोल हुन्छ है। र त्यो झोल पनि एकदम गन्ध, यो जस्तो स्वाद छ त्यही हुन्छ अनि यो जस्तो गन्ध हुन्छ त्यस्तै नै गन्ध त्यो झोलमा पनि आउँछ है। यदि तपाईँहरूलाई यसको आवश्यक पर्यो भने आउनु होला सम्झेर। सर्वशक्तिमान जडीबुटी पसल हाम्रो यो नवलपरासी काउसतीमा छ। काउसती फलफुल चोकदेखि पहिले त